यो हो पानी अमला। यसको फल चाहिँ जरामा हुन्छ भने यो चाहिँ निकै ठुलो औषधीय गुणले भरिपूर्ण हुन्छ। यो अमलाले कब्जियत हटाउन मद्दत गर्छ, छालामा चमक ल्याउन, कपाल झर्न कम गर्छ भने यो चाहिँ रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले मद्दत गर्छ। मधुमेहका बिरामीहरूका लागि यो अचूक दबाई हो। रगतमा चिनीको मात्रा सन्तुलन गर्न मद्दत गर्छ। मृगौला र मुटु स्वास्थ्य राख्न, मूत्रनली सफा गर्न, कोलेस्ट्रोल कम गर्न पनि यसले मद्दत गर्छ। र आँखाका समस्या हुनेहरूका लागि आँखा तेज बनाउन, आँखामा जलन सुक्खापन कम गर्न पनि यसले मद्दत गर्छ। यो देखिएको जुन अमला आकारको सानो छ जरामा, यो नै यसको प्रयोगमा आउँछ। र यो सेवन गर्ने तरिका भने यसलाई रातिमा पानीमा भिजाउने र बिहान उठेर खाने, र अथवा अर्को अमला जस्तै यो यत्तिकै खान पनि मिल्छ। निकै लाभदायक, औषधीय गुणले भरिपूर्ण र हाम्रो गाउँठाउँमा पाइने यो वृक्ष